नेपालको पहिचान टक्क दौरा सुरुवाल लगाएर चिटिक्क परेका मन्द मुस्कान दिँदै हात मिलाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परबाट यसो हात जोड्दै हेरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिर देख्न बित्तिकै कति गाली मात्रै गर्ने हो नेपाली, अब गाली गर्न छोडेर सुध्रिन पर्यो यसपालि। तीन दलका ठूला तीन टाउकेहरूको छेपारे प्रवृत्ति तपाईहरूलाई अवगत नै छ। यिनीहरूले हात जोड्नुमा पनि रहस्य लुकेको छ, अगाडि हेर्नुहोस् है त। जब रासोपा सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री थिए त्यति बेला नेपाली कांग्रेसका अहिलेका गृहमन्त्री रमेश लेखकले यस्तो बोल्ने गर्थे, नियमित काम कारबाही संसदको अगाडि बढ्न सकेन भने सरकारले हाउस अवरुद्ध गरेको मानिनेछ, त्यसको जिम्मा सरकारले लिनुपर्छ। र मेरो माग पनि छ, आग्रह पनि छ, चुनौती पनि छ, एउटा छानबिन समिति गठन गरौँ। यो संसदीय अभ्यास हो, संसद भित्र संसदको छानबिन समिति गठन गरौँ र दूधको दूध पानीको पानी निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ। यसमा यदि आपत्ति छ सरकारलाई भने सरकार आफै गैर जिम्मेवार र सदनको नियमित कामलाई बाधा पुर्याउने मानिनेछ। पहिलो कुरा, तू इधर उधर की न बात कर, ये बता कि काफिला क्यों लुटा। तपाईं यताउताको कुरा नगर्नुस्, यो बताउनुस् कि तपाईले नेतृत्व गरेको काफिला किन लुटियो। मलाई काफिला लुट्नेहरूसँग कुनै शिकायत छैन, कुनै गुनासो छैन। तेरी रहबरीका सवालले भनेको तपाईको नेतृत्वमा प्रश्न हो भनेको। काफिला लुटिसक्यो, नहुने कुरा भइसक्यो। अब इधर उधर की बात गरेर उन्मुक्ति पाइन्छ? त्यसै भनिएको रहेन रहेछ गृहमन्त्रीज्यू पाप धुरीबाट कराउँछ भनेर यतिको भलिसकेपछि त आफ्नो इमानदारीता नैतिकता बेचेर खाएकै हो तपाईले। यसमा दुई मत छैन। सत्ता सम्हालेको 10 महिना नहुँदै गृहमन्त्रीलाई मानव तस्करीमा संलग्न भएको भन्दै अख्तियारले छापा हानेपछि आरोप लाग्यो। आरोप लागेपछि रासोपाले यस्तो जवाफ माग्दैछ अहिले उनीबाट। उनी प्रश्नको जवाफ दिन छोडेर दाग धम्की र तर्साउने मात्रै गर्दछन्। भिजिट भिसामा आफू मात्रै संलग्न नभई विभिन्न गृहमन्त्रीहरू पनि संलग्न भएको भन्दै भाग्ने प्रयत्न पनि गर्छन्। तर यसले यिनको के नियतमाथि खोट देखिन्छ भन्ने प्रश्न भएको छैन। पाप धुरीबाट कराएको प्रश्न देखिने यहाँ रासोपाका सांसद मनिष झाले देखाइदिए गृहमन्त्री रमेश लेखकलाई। तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो। यहाँ बदमाशी भइराखेको छ, ध्यान देऊ भनेर। त्यो बेलामा यो इमानदारीता कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ। यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने त्यस कर्मचारीलाई संरक्षण दिनलाई किन तानियो। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म, र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको कुरा थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको, कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन। र अर्को कुरा थाहा छ सम्मान्यज्यू, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँसारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा। र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा, तूने क्यों सही बात कही, काहे न कुछ और कहा। के हामी जनप्रतिनिधि भएर भइराखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने? हाम्रो आन्दोलन जारी छ। फेरि फुरफुर गर्नु हुँदैन क्या, सबैको पालो आउँछ एक दिन भन्ने सुने होला नि हैन। यिनीहरूको पनि पालो त आउँदैछ चाँडै नै हैन। केपी शेरेहरूको पनि पालो चाहिँ आउँदैछ प्रचण्डहरूको। तर समय मात्रै कुर्नु पर्छ क्या। त्यो भएर सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नु पर्यो क्या। यति चाहिँ हुनु पर्यो, सधैँभरि झोले भएर हिँड्नु भएन क्या।
ऋषि धमला त अहिले लाइनमा आइसके, त झोले हो तिमी झोले हो भनेर भन्छन्। लगातार 2 हप्तासम्म संसद भवन अवरुद्ध गरेर 2 हप्तापछि पुनः सत्ताधारीहरूसँग हात मिलाउँदै माओवादीले आफ्नो थोरै बचेको इज्जत पनि माटोमा मिलाइदिएको छ। यो राजीनामावाला प्रकरणमा हामी फेरि प्रकरण छुट्दैन हामी ब्याक हुँदैनौँ। यति कुरा गृहमन्त्रीको राजीनामा आउनै पर्छ उहाँले राजीनामा दिनै पर्छ। मेरो विचार त के भने मैले त रमेश लेखकजीलाई मेरो सुझाव पनि छ, तपाईँले किन ढिलो गरेर राजीनामा दिन? तपाईँले राजीनामा दिँदा तपाईँको हाइट घट्दैन बरु बढ्छ रमेशजी। किन बेकारमा यो झमेलाभित्र तपाईँ यत्रो प्रश्न उठिसकेपछि समाजमा आम जनताले एक ढङ्गले भनेको छ, मिडियाले एक ढङ्गले भनिरहेको छ, पार्लियामेन्टबाट उठिरहेको छ, यो झमेला किन आफ्नो टाउकामा लिएको? भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका व्यथितिहरूको बारेमा गम्भीर अध्ययन छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा चाहिँ फेरि हामी सबै प्रतिपक्ष पुग्यौँ। त्यो एक कदम हामी अगाडि बढ्यौँ। जे बोले पनि हुने, जे गरे पनि हुने, राजनीति भस्म खरानी हुनेछ मलाई विश्वास छ। हामी चाँडै नै झुट, छल, कपट, डकैती, चोरी, धोका, बेइमानीको राजनीतिको मलामी जान पाउनेछौँ। जनतामाथिको छल र बेइमानीलाई लोकतन्त्रको खोल हालिदिएर सधैँ झुक्क्याउन कहाँ पाइन्छ र? लोकतन्त्र कस्तो हुन्छ र कस्तो हुनुपर्छ भन्ने कुरा मेरो पुस्तालाई थोरै र आउने पुस्तालाई धेरै थाहा छ। गाता राम्रो हाल्दैमा पुस्तक खदिलो हुँदैन र खदिलो पुस्तकलाई गाता राम्रो चाहिन्न। मलाई यो हाम्रो पुस्ता र हामी पछि हुर्कदै गरेको पुस्तामा विश्वास छ। राजनीतिमा हामीले केही गर्छौं भनेर आएका छौं र गरि पनि रहेका छौं। मलाई अब 84 मा साथ चाहिँ चाहिन्छ। तपाईहरु भोटर हुनुहुन्छ, भोटर लिस्ट बनाउनुस्। आफ्नो घरमा तपाईहरु भोटर लिस्टमा हुनुहुन्न, भोटर लिस्ट रेजिस्ट्रेसन गरौं। 84 मा चाहिँ नि देश फर्किनुस्, बिदा बचाउनुस्, पैसा बचाउनुस्। 84 मा आएर कि उठ्नुस्। हामीलाई 36,000 भन्दा बढी जनप्रतिनिधि चाहिन्छ कि उठ्नुस्, कि उठ्नेलाई सहयोग गर्नुस्। मतदान त गर्नै आउनुस्। 84 मा त घण्टी बजाउनु पर्छ। राजनीति फोहोरी भएको चाहिँ सज्जन व्यक्तिहरू राजनीतिबाट टाढा बसेर हो। यदि तपाईँ सज्जन हुनुहुन्छ, तपाईँ इमान्दार हुनुहुन्छ, देशलाई माया गर्नुहुन्छ भने राजनीतिमा आउनै पर्छ। आउनुहोस्, सँगै देश बनाऊ। पुराना नेताहरू अलिकति यस्तै त हो नि सदन भनेको भन्ने खालले जानुहुन्छ, तर हामी एकदम सिरियस भएर गएको हुन्छ। 84 मा चाहिँ त्यो ठाउँमा चाहिँ पढे लेखा मान्छेहरू र देश बनाउने मान्छेहरू चाहिँ जमाउनु पर्छ भन्ने स्पष्ट धारणा हो। जहाँ जहाँ तेरे पाँव पड़े वो धरती। अगर ये जीवित रहा तो जहां भी रहेगा महाराज बन के रहेगा। De la discapacidad que tiene. Segundo, salud mental. El principal problema en Colombia. भाषण गर्दा गर्दै टाउकोमै गोली हानेको दृश्य देख्नु भयो नि? आत्तिनु पर्दैन, दृश्य नेपालको होइन। भावी प्रधानमन्त्री पदका उम्मेदवारलाई यसरी टाउकोमै गोली हानेर उडाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि यो भन्दा कमको अन्याय गर्न चाहँदैनन् नेपालका राजनीतिक दलहरू। तर नेपाली जनता सचेत हुन नै जरुरी छ। जनता मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनको रक्षाका लागि विभिन्न खाले उपायहरू नअपनाइन हुने देखिन्छ। हाम्रो नेपालमा यस्तो खालको अन्याय नहोला भन्न सकिँदैन। बिना गल्ती मै दोषी बने त नखाएको विष लाग्छ भने त चाहिँदैन न्याय मलाई। आमा अर्को जुनी फेरि जन्माए मलाई, यो जुनी त जिउँदै जलाए मलाई।